आइसक्यो मेरो जेठो छोराले चढाइ गरिकन नि बुढी भइसक्यो छोराले त गर्नु बेला भइसक्यो छोराले त खुट्टा काममा राखेर झ्याम्की झ्याम बोयरले छोड्ने बेला भइसक्यो खुट्टा दुईपट्टि दुईटा खुट्टा यसरी उचालेर चाहिँ ओहो तपाईँले कहाँ गर्नुभएको त्यो अमेरिकामा कुहिरिनीलाई भन्दै गर्दै मेरो छोराले त्यसो गर्छ त अनि आमाले चाहिँ कहाँ सिकेर आएको भन्ने त मैले त यही हो नि कुवेतमै हो नि कुवेतमै सिकाएको भन्ने हो त नि ल ट्रेनिङ दिनुपर्छ है बुहारीलाई आजकल भरि चाहिँ कस्तो गरम गरम मन लाग्छ है लक्ष्मी दिदी थाहा छैन मलाई हेलो लक्ष्मी दिदी हजुर हेर्नुहोस् है दिदीले बर्बाद पार्ला है बर्बाद पार्दैन दिदी र बहिनी भएपछि त बर्बाद पार्छ भने कहिले काहीँ हेर यहाँ चाहिँ साला बेला खरिएर बसिरहेको छ यता हामी दिदी बहिनी नि खरिएर बस्छौँ तर फुटाएनको त भित्र लुटुक्क बाहिर सुटुक्क भन्छौ भित्रै पार्न बाहिर सुटुक्क लुटुक्क पार्ने भने त हो नि न भित्र न बाहिर भने भइछ जति उफ्रो भ्याकु त चौराको चौरै भने जति लोग्ने मान्छे उफ्री हाल्छ नि त्यो दुईटा चाहिँ कहिले भित्र नबस्ने है भन्ने कुरो त यसो तिमीलाई थाहा छैन त्यो बाहिरको सिक्युरिटी गार्ड हो नि त त्यो बाहिर सिक्युरिटी गार्ड चाहिँ जति उफारेर फुट्दा नि नफुट्ने हो के भएको लोग्ने मान्छे जति पर्ने गार्ड मान्छे फुट्यो भने त भित्रको कामै छैन नि त चोरमा बर्बाद हुन्छ नि त्यो दुईटा चाहिँ फुट्नु पर्ने हो साँच्चै नि लोग्ने मान्छे कहिले त कस्तो रक्सी खाएको बेलामा कस्तो जोरसँग लगाएर गर्छ नि ओहो उफ्री ल त्यो दुईटा फुल्छ भित्रै बसे जस्तै गर्छन् त्यो दुईटा फुल्छ किन नफुट्यो होला है तिम्रो बुढाले त्यस्तै गर्थ्यो मेरो बुढाले त्यस्तै गर्थ्यो त नि दुईटा औँली लगाएर घुसादिएको आउँथ्यो नि भित्रै त्यो पनि मैले त भित्रै घुसानु न बुढा भनेको त्यसो भनेन कान्छी तिमीलाई दुख्छ नि भन्नुभयो अड्केर बस्थ्यो त्यसपछि चाल पाउँथ्यो पछाडि अड्कियोस् भने त मैले त अड्कै नै अड्कोस् भनेको त त्यति बेलामा त भाँडा कुडा भित्रै राख्नु हुने भयो त भित्रै भाँडा कुडा राखेर भित्रै पकाएर खाएर चाहिँ भित्र घुसाएपछि बाहिरै ननिकाल्नु जस्तो हुन्छ नि अब के गर्नु नहुने झुन्डाएर हिँड्नु जस्तो लाग्छ नि हो त नि हुन्छ मन त बुझाउनै पर्यो नि हो अब के गर्नु यो कुवेतमा अब कसैले नहेर्ने बुढी भइहाल्यो आधी उमेर गइगयो मर्ने बेला भइगयो कसैले हेर्दा रहेछन् त अब के गरौँ त हजुर बोजरी भए पनि मन बुझाउने है बुझाउनै परेको नि हो मन त टोलाउनै पर्यो गर्न नपाए नि बोलेर भयो नि यस्तो के गर्नु हो अब त चिठी कराएर ल्याइदेऊ भन्नुले भेटाइ छ अब बाबालाई भन्नु पर्यो चिठी कराएर ल्याइदियो भन्नु पर्यो बुझ्छ यस्तो तितो करालाले नि हुन्छ रे हेर यसो त्यो काँडा भएको कर्नम लाएर गरे जस्तै हुन्छ रे मजा हो त नि काँडा भएको चाहिँ कहाँ देखेको नि हाम्रै नेपालमा होइन होला किन होइन काँडा भएको कर्नम छैन त हाम्रो नेपालमा जति भने छ नि नेपालमा अहिले बनाएकै छैन तिमीलाई चाहिँ बुढाले सिक्न सक्दैन थियो होला त्यसो भने मेरो बुढाले नसिक्या भएदेखि मेरो बच्चा कहाँबाट निस्क्यो र डाक्टरबाट ए म त पाएसम्म जसलाई पनि सिकाउँथेँ नपाएर मात्रै हो पाएर अहिले पनि सिकाउनु त्यो बिग्रिने होइन त्यो खिने होइन झर्ने होइन बुढी भैँसी सुहाइने बालाखा जाने होइन अहिले नै त हो नि गर्ने म त दुईटा जोर लगाएर एकैचोटि घुसादियो भने पनि घुसादिन्छु नभएर पो त ल म त्यसो भए दुईटा जोडेर आउनु पर्यो है त हुन्छ है त कहिले आउने भरे बेलुका आउनु न त म त आउने भयो भरे बेलुकै आउनुहोस् कस्तो दिन भइछ होइन हामीलाई त भर्खरै पो चाहियो ल अहिले नै आउनु नि त अहिले नै भन न अड्रेस 965 रोड नम्बर 1360 घर नम्बर के गरे रे होइन भने 1360 कहाँ हो यो कुवेतको पुछारतिरै नि त्यो कुवेतको पुछारमा हो 960 रोड नम्बर 1362 गाता नम्बर
360 घर नम्बर यो चाहिँ होला है कति थियो पुती नम्बर कति अरे आउने चाहिँ आउने भयो पुती नम्बर पनि चाहिँदैन पुतीको नम्बर चाहिँ 32 कन्डम लिएर काँडा भएको कन्डम लिएर आउँछ है होइन काँडा छ बिना कन्डम हालिदिन्छ कन्डम नभए त सिक्नै मजा हुँदैन हो कन्डमले कहाँ सिक्ने कन्डमले जान्छ लाडोले सिक्ने हो कि कन्डमले सिक्ने हो र कन्डम लगाएर सिक्नु पर्यो नि हो कहाँ लाडो सिक्दैन यार कन्डमले मात्रै सिकिरहेको त्यो लाडो भातकेलाई धेरै लाडो लाडो नभना हो पन्चेर के हालत भयो त त्यहाँ हेर त लक्ष्मी यिनीहरू कति मुख छोरा छोरा बोलेका पहिला भन त लक्ष्मी हजुर के लान्छ हो लोग्ने मान्छेलाई त हल्लाउँदा नि मिल्छ फलाउँदा नि मिल्छ पानी खाल्दा नि मिल्छ हामीलाई हल्लाउँदा नमिल्ने फलाउँदा नमिल्ने पैसा तिरेर जाउँ भन्दा नमिल्ने है केटा मान्छेहरूलाई त हल्लाएर पानी खाल्दा पनि मिल्ने फेरि 2-3 रुपियाँ तिर्यो भने बाहिर त्यो बस्ने कोठीतिर मिल्छ भन्छन् कहिले मुला खरितिर मुला नि हुँदैन नि त लौ न मलाई किनेर पठाइदिने काम गर्नु न नेपाली दिदीबहिनीको धर्म गरिदिनु न दाजुभाइ हो कहिले कहिले भान्डा पनि सब्जी बनाउनु बिस्तारा मुनि राख्न जाउँ नि त मैले त बिस्तार मुनि नै राख्ने कि त्यो सुत्या ठाउँमा यस्तो गरेर ठाडो बनाएर राखी छोड्दी अनि यस्तो आउँथी र यसो बसे यस्तो गर्थी घटक गुटुक पार्थेँ जान्थेँ फेरि आउँथी घटक गुटुक पार्थेँ जान्थेँ एकचोटि त तिम्रो बिस्तारामा चाउरी परेको भान्डा भेटाएको हुन्थ्यो त होस् नि भेट्नु पाए त हुन्थ्यो भनेर मलाई चाउरी परे होइन त्यो चाउरी नै नपरेको यत्रो बडा भ्यान्दा भयो भने ल्याएर चाहिँ खस्की खस भन्थेँ म त आइमाईले भन्छ अरे लाडको मेरो पुतिया सधैँ जिन्दगीभरि नै यत्तिकै टिपेर पर्छ भन्छ अरे होइन नि हजुर एकछिन पछि गर्छु ल ल अब म अहिले अब एकपछि उता उठाउन पाउँदैन 3 बजेसम्म म आफै गराउन हुन्छ ल ल हुन्छ म अब पाउँदिन हेर त सुमा खाऊ रे हेर त लक्ष्मी कति मार्तेका यिनीहरू त्यो तलकोले के खानु नि जुममा त नजिक भएको खानु नि सबै ठाउँमा नजिक भइरहेको तलबाट सुम तान्दिन हुन्थ्यो नि हो भनेको तिमीले सक्छ त्यो कुखुराले त्यो कुखुराको मुजी सुक पार्छ र त्यो पिताब गरेर त्यस्तै गरेर तान्दिन हुन्थ्यो नजिक भइरहेको मेरो पनि अब चामल केटी भयो राख्छु ल बहिनी ल दिदी ल कहिले काहीँ सम्झेमा ल धेरै धेरै धन्यवाद भोलि जान्छु हजुर हिजो भेट्न थियो नि म दिदी भएर खानु गएको खासको दिदी अनि के सँगै छ रे दिदीले सन्चै छ मैले भनिदिएको होस् उसले फोन नगर भनेको छ अनि त्यही भएर मैले नगरे भन्नुहुन्छ उहाँ हो र मैले नगर भन्नु नि मैले तपाईँले नगर्नु भने है नगरे अरे कहाँ भन्नु नि भनेको छैन कि भनेको छैन मैले त कति लक्ष्मीले फोन गरेर सोधिरहनुहुन्छ मलाई के गर्ने हो भनेको मलाई फोन गरेर सोध्नु पर्दैन रे भनिदिनु मलाई फोन नगर भन्यो अनि मैले पनि गरेन भनिदिनु उसको त अब एजीको छ विभाग भइबो गर्नु नि है हो नि मलाई घरको नम्बरबाट गरेको थिएँ बिहान ल बहिनी राख ल एकछिन ल ल ल ल ल ल ल ल बाई हजुर ऊ हो दिदी म हो बहिनी आफूलाई दिदी भन्छ उसले आफूलाई दिदी भन्नु खासको बहिनी होइन ऊ हो दिदी म बहिनी हो हामी बराबर जस्तै उमेर ऊ पनि 30 मा लाग्यो म 30 मा लागेको होइन बराबर जस्तै हो दिदी दिदी भनिन्छ मेरो बिहे गरे त अब त